सम्झौता गरेको थियो त्यो कार्यान्वयन गरेर जतिको नोकरीमा फालिदियो। त्यसैले भन्दैछौँ अहिले किन जानु सक्नु तपाईँ किन चाहिँ बाटोमा बोलाएका एउटा चाहिँ कम्तीमा पनि एउटा निष्कर्षमा पुग्छ चरम निष्कर्ष पुगेर छिटै सकिएला भनेको भन्छ होला सरकारले। तपाईँहरूको पनि आफ्नो व्यक्तिगत काम होला पनि तपाईँ हामीलाई वार्ता गरेर सरकार सहमति गर भन्ने पक्षमा हामीले त्यो पनि खोजेका छैनौँ। विगत दुईचोटि गरेका सहमति जुन छन् त्यो आधारमा वार्ता भइसकेको छ। त्यो आधारमा निर्माण भएको सहमति भएको आधारमा शिक्षा ऐन जारी गर भन्ने माग हो हाम्रो। हामी वार्तामा आउँछौँ, टेबलमा आउँछौँ, राउन्ड टेबलमा बसेर चिया बिस्कुट खान्छौँ भन्ने हाम्रो माग होइन। र हाम्रा शिक्षक महासङ्घ पनि साथीहरू जानु तयार पनि हुनुहुन्न, हामी पनि जान दिँदैनौँ। हामी भन्दैछौँ विगत दुईचोटि सहमति दिएका जुन सहमतिका कुराहरू छन् त्यसैलाई सकेर शिक्षा ऐन जारी गर भन्ने हो। हामी यहाँ तमाम शिक्षक मात्रै होइन, तपाईँहरू जस्तो पत्रकार, तमाम विद्यार्थीहरू, अभिभावक, बुद्धिजीवी, व्यापारी लगायत सम्पूर्ण नेपाली आमा बाबु दाजुभाइ दिदीबहिनीहरूले नेपालमा शैक्षिक भूमाफियाहरूबाट रोकिएका हाम्रो शिक्षा ऐन जुन छ त्यो शिक्षा ऐन शिक्षक महासङ्घसँग सहमति भएको शिक्षा ऐन तुरुन्त लागू गर्नलाई यहाँहरूले पनि दबावमूलक कार्यक्रम अगाडि बढाइदिनुहुन्छ भन्ने आशाका साथ आन्दोलनमै रहेका छौँ र शिक्षकहरूसँग एकजना आन्दोलन गर्नको लागि शिक्षक हुनुहुन्छ झट्ट हेर्दाखेरि लगभग केस पुलिसक्यो होइन। उहाँ पनि त्यही पनि आफ्नो माग शिक्षकहरूको मागको लागि आउनुभएको छ। यहाँलाई स्वागत हजुरको परिचय सुदीप प्रसाद जोशी, म चाहिँ पेन्सन वञ्चित शिक्षक समाजको केन्द्रीय अध्यक्ष। त्यो ठाउँमा पुगेको भोटमा आउनुभएको के कारणले भोटमा आउन बाध्य बनायो क्या तपाईँले? अब यसलाई हामीले कसरी बुझ्नुपर्छ भने शिक्षा क्षेत्रमा तमाम समस्याहरू छन्। ती तमाम समस्याहरूमध्येको एउटा समस्या भनेको चाहिँ निवृत्तिहरू सम्बन्धी पनि समस्या हो होइन। र यो सबै समस्याहरूको समाधान गर्नको लागि भनेर शिक्षक महासङ्घले अथवा हाम्रा पेसागत सङ्घ सङ्गठनहरूले हामी सरोकारवाला पक्षहरूले सरकारलाई दबाब सिर्जना गर्नको लागि विभिन्न समयमा आन्दोलन गऱ्यौँ। आन्दोलन गरेपछि वार्ता हुन्छ, वार्तामा सहमति हुन्छ, तर सहमति कार्यान्वयन गर्दैन सरकार। यो कस्तो भयो भने सर्कल जस्तो भयो। आन्दोलन गर्ने, वार्तामा जाने, सहमति गर्ने, कार्यान्वयन नगर्ने, फेरि त्यही कार्यान्वयन गर भनेर फेरि आन्दोलन गर्नु सडकमा आउनुपर्ने स्थिति भयो। र अहिले ठ्याक्कै भएको त्यही नै हो। सरकारले नसुनेको पनि हो, बेइमानी गरेको पनि हो। हामी त्यसरी भन्छौँ नेपालको सरकार बेइमानी छ। नेपालको सरकार ठग सरकार, नेपालको सरकार बेइमान सरकार, नेपालको सरकार झिली सरकार। त्यो किन भन्दाखेरि पटक सहमति गरेको कुरा यो एकपटक मात्रै होइन, पटक सहमति गरेको कुरा कार्यान्वयन नगर्नु भनेको के हो? इमान्दारी हो? हजुरहरूले नै भन्नुहोस्। तपाईँले पढाएका विद्यार्थीहरू त्यो ठाउँमा छन्, तपाईँहरूकै कुरा सुन्दैछ, कति पेड अप बनाएको यो देश बिग्रिनुको प्रमुख कारण भनेको चाहिँ इमान्दारिताको अभाव पनि हो। पारदर्शिता, इमान्दारिता, जिम्मेवारी, जवाबदेहिता भन्ने जुन लोकतन्त्रका जुन आधार स्तम्भहरू हुन् नि त्यो कुराहरूको अभाव भएर नै देशको स्थिति यो भएको हो, देशको हकीकत यो भएको हो। र देशको प्रबुद्ध वर्ग जुन देशको ब्रेन हो त्यो ब्रेनले जहाँ गएर आफ्नो कर्मक्षेत्रमा चाहिँ रमाउनु पर्ने थियो र आफूले काम गर्नुपर्ने वातावरण पाउनुपर्ने थियो त्यो नपाउँदाखेरिमा विद्यालयमा हुनुपर्ने शिक्षक, कक्षा कोठाभित्र हुनुपर्ने शिक्षक आज सडकमा आउनु परेको छ। यो रहर होइन, बाध्यता। तपाईँका विद्यार्थीहरूले जो अहिले पढिरहेका विद्यार्थीहरूले सानो मागहरू राख्नको लागि आन्दोलन गर्नुपर्छ भनेर बुझाइ होला नि। तपाईँहरूले त यो समाजलाई नै फलबल्याउने काम गर्नु। समाजलाई फलबल्याउने काम शिक्षकले गरेको होइन, समाजलाई फलबल्याउने, समाजलाई भत्ता गर्ने काम चाहिँ सरकारले गरेको हो भन्ने हाम्रो बुझाइ हो। किनभने सरकारले गर्नुपर्ने काम सरकारले नगरेपछि हामीले चाहिँ दबाब दिनुपर्ने आवश्यकता आयो। दबाब दिने विभिन्न माध्यमहरू हुन्छन्। हामीले धेरै किसिमका दबाबहरू, धेरै किसिमका तरिकाहरू अपनाएका छौँ र त्यसमध्येमा केही सिट नचलेर हामी सडकमा पनि आउनु परेको स्थिति हो। हजुर, अब तपाईँको माग चाहिँ के छ त भन्नु? हाम्रो माग भनेको चाहिँ अब यहाँ थुप्रै मागहरू छन् छनलाई। त्यसमध्येमा हाम्रो सरकारको माग भनेको चाहिँ निवृत्ति भर्नु सम्बन्धीको माग हो हाम्रो। यो निवृत्ति भर्नु सम्बन्धी के भयो भन्नु होला भने हामी 46 साल 47 सालदेखिका कार्यरत शिक्षकहरू यो समूहमा छौँ। अहिले पनि हामी कार्यरत छौँ।
हाम्रो चाहिँ समयमै विज्ञापन नभएको कारणले गर्दाखेरि लामो समयसम्म हाम्रो अस्थायीमा बिताउन हामी बाध्य भयौँ होइन। कसैको 20 वर्ष छ, कसैको 25 वर्ष, 30 वर्षसम्म हामी अस्थायी सेवामा बिताउन बाध्य भयौँ र त्यसले गर्दाखेरि अब अन्तिम चरणमा हामी स्थायी हुँदाखेरिमा हाम्रो स्थायी सेवा 20 वर्ष त पुग्दैन। त अहिलेको कानुनले चाहिँ 20 वर्ष स्थायी सेवा भयो भने निवृत्त हुनु पाउने भन्ने व्यवस्था गरेको छ र अहिलेको विद्यमान कानुनले त्यसमा 7 वर्ष चाहिँ अस्थायी सेवाबाट काउन्ट गरेर 13 वर्ष स्थायी सेवा, 7 वर्ष अस्थायी सेवा भयो भने चाहिँ 20 वर्ष पुरै त्यसले पेन्सन पाउने भन्ने व्यवस्था गरेको छ। तर हामी केही शिक्षकहरू यस्ता पनि छौँ यसमा जो 75 सालमा आन्तरिक विज्ञापनबाट चाहिँ स्थायी भएका शिक्षकहरूको समूह छ। त्यसमा करिब 14,000 प्लस शिक्षकहरू हामी छौँ यसमा। यो समूहमा चाहिँ के छ भन्नु होला भने 7 वर्ष जोडेर पनि 20 वर्ष नपुग्ने। त्यसैले हामीले अहिले के उठाएका छौँ मुद्दा भन्दा हामीसँग पर्याप्त मात्रामा अस्थायी सेवा अवधि छ, कसैको 25 वर्ष 30 वर्षसम्म पनि छ। त्यसैले हामीले त्यो सबै भन्नुभन्दा पनि जति अपुग अवधि चाहिँ जति हामीलाई चाहिन्छ 20 वर्ष पुर्याउन जति हामीलाई बाँकी अवधि चाहिन्छ त्यो बाँकी अवधि चाहिँ अस्थायी सेवाबाट जोडेर अथवा त्यसलाई हामीले अपुग अवधि भनेका छौँ। अपुग अवधि 20 वर्षमा हुन आउने अपुग अवधि अस्थायी सेवाबाट जोडेर हामीलाई न्यूनतम निवृत्ति भरण देऊ भन्ने हाम्रो आधारभूत माग छ। सरकारले यो सुन्नेवाला छ। अब सरकारले गत वर्षको हाम्रो जुन आन्दोलन हो यहाँहरूलाई थाहा छ होला, ऐतिहासिक शिक्षक आन्दोलन, त्यो शिक्षक आन्दोलनपछि हाम्रो सहमति पनि भएको छ र त्यो सहमतिमा चाहिँ नपुग अवधि सेवा अस्थायी सेवाबाट जोडेर पेन्सन दिने भन्ने कुरामा सरकारले सहमति जनाएको छ। तर यो 1 वर्ष सवा 1 वर्ष बितिसक्दा पनि ऐनको प्रक्रिया अगाडि नबढेको हुनाले ऐन नआइकन हाम्रो समस्या समाधान हुनेवाला छैन है। त्यसैले यो प्रक्रिया अगाडि नबढेको हुनाले हाम्रो साथीहरू चाहिँ दिनदिनै अवकाशमा जाँदै त्यसका सबै निजर भन्ने चाहिँ शिक्षा ऐन र शिक्षा ऐनमा चाहिँ जो चाहिँ तमाम शिक्षकहरू हुनुहुन्छ तलदेखि माथिल्लो लेभलसम्मका ती शिक्षकहरूलाई चाहिँ एकैबद्धता हुनको लागि जसरी सरकारले सम्बोधन गर्नुपर्यो ती ऐनमा चाहिँ कस्ता किसिमका ऐनहरू लागू गर्नुपर्छ र चाहिँ तपाईँको सुझाव सरकारलाई कस्तो छ ताकि सबै शिक्षकहरूको मुख बन्द होस् क्या। हाम्रो अहिले लामो कुरा केही पनि छैन। हाम्रो लामो कुरा केही पनि छैन। 80 सालको शिक्षक आन्दोलनपछि नेपाल सरकार र शिक्षक महासङ्घको बिचमा जे सहमति भएको छ त्यो सहमति अनुसारको शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर भन्ने मात्रै हाम्रो